ट्रान्सलेट डक एउटा AI पावर ट्रान्सलेसन प्लेटफर्म हो जसले इङ्ग्लिश, सिंगल वा बल्क डकुमेन्ट्सलाई छिटो र एक्युरेटली प्रोफेसनल जापानिजमा ट्रान्सलेट गर्न मद्दत गर्छ। सुरुमा हजुरहरूको वेब ब्राउजरमा गएर ट्रान्सलेट डकको वेबसाइट खोल्नुहोस्, जसको लागि URL बारमा translatedoc.ai टाइप गरी एन्टर क्लिक गर्नुपर्ने हुन्छ। वेबसाइट खुलिसकेपछि हजुरहरूले आफ्नो एकाउन्टमा लगइन गर्न सक्नुहुन्छ। माथि न्याभबारमा रहेको लगइन साइन अप बटनमा क्लिक गरी लगइन पेजमा जानुहोस् र आफ्नो कम्पनीको इमेल र पासवर्ड हालेर लगइन बटन क्लिक गर्नुहोस्। लगइन भएपछि तपाईँ डाइरेक्टली ड्यासबोर्डमा पुग्नुहुन्छ, जसमा टप बारमा ड्यासबोर्ड, सिंगल, मल्टिपल र लगआउट जस्ता अप्सन्स देख्न सक्नुहुन्छ। लगइन छैन भने, यदि हजुर नयाँ युजर हुनुहुन्छ र लगइन क्रेडेन्शियल्स छैन भने अगाडिको लगइन पेजमा रहेको कन्ट्याक्ट फर्म फिल गरेर हामीसँग पर्चेस या अकाउन्ट क्रिएसनको लागि सम्पर्क गर्न सक्नुहुन्छ। लगइन गरिसकेपछि हजुरहरूले ड्यासबोर्ड पेज देख्न सक्नुहुन्छ, जसमा हजुरहरूको पूरा एक्टिभिटीको ओभरभ्यू रहेको हुन्छ। टपमा एडमिन सेक्सन हुन्छ, जहाँ एडमिनिस्ट्रेटरले प्याकेज अपग्रेड गर्न र नयाँ कम्पनी युजर क्रिएट गर्न सक्छन्। लेफ्ट साइडमा हामीले एक्टिभ प्याकेजेस सेक्सन देख्न सक्छौं, जसबाट हाम्रो करेन्टली एक्टिभ प्याकेजेसहरू हेर्न र अपग्रेड गर्न सकिन्छ। त्यसैको राइट साइडमा हामीले हाम्रो करेन्ट प्याकेजको रिमेनिङ ट्रान्सलेसन पेजेस र युज भइसकेको ट्रान्सलेटेड पेजेस देख्न सकिन्छ। यता राइट मिडल साइडमा कम्पनी युजर सेक्सन रहेको हुन्छ, जहाँ कम्पनीको अन्डरमा रहेका युजर्सहरूको लिस्ट देख्न सकिन्छ। यो सेक्सनबाट युजर एकाउन्टहरू हेर्न, एड गर्न र एडिट तथा डिलिट गर्न सकिन्छ। लेफ्ट साइडमा क्विक एक्सन्स रहेको हुन्छ, जसमा भ्यू अल डकुमेन्ट्समा क्लिक गरी ट्रान्सलेटेड सिंगल पेज डकुमेन्ट्स हेर्न सकिन्छ भने भ्यू अल फोल्डर्समा क्लिक गर्दा मल्टिपेज डकुमेन्ट ट्रान्सलेटेड फोल्डरहरू हेर्न सकिन्छ। सबैभन्दा तल रहेको रिसेन्ट एक्टिभिटी सेक्सनमा भने हामीले रिसेन्टली ट्रान्सलेट भइसकेका डकुमेन्ट्सहरूको डिटेल्स देख्न सकिन्छ।